फेरि एकपल्ट तपाईँहरूलाई एसियोमा हिरोज नेटवर्कमा स्वागत गर्दछु। धेरै दिनको अन्तरालमा हामी फेरि आएका छौँ। कतिपय समस्याले गर्दा हामीले च्यानल चलाएको थिएन। आजदेखि फेरि सुरु हुँदैछ र हाम्रो आज चाहिँ कुन भिडियोबाट सुरु हुँदैछ भने एउटा ट्रिप छ हाम्रो नेपालभरि, टाढो होइन धरानसम्म। तर तपाईँ सुन्नुहुँदैछ होला, मेरो भोइस अलिकति बिग्रेको छ, एन्जाइटिस भइरहेको छ मलाई। सो त्यसले गर्दा यो स्टार्टिङ मात्रै मैले गरेको र आजको ब्लग चाहिँ हाम्रो सुजन सरले गर्नुहुन्छ, मैले जस्ट स्टार्ट मात्रै गरेको। सो अगाडि के आउँदै जान्छ तपाईँले हेर्दै गर्नु होला, इन्जोय गर्नु। बिहान हामी 7 बजी जाँदैछौँ। यो हामी बागडोग्रा एयरपोर्टबाट अगाडि जाँदैछौँ पानी ट्याङ्कीतर्फ होइन। आजको हाम्रो यात्रा धरान, धनकुट्टा, भेडेटार हुँदै हामी अब हिलेसी कता कता जान्छौँ तपाईँहरूलाई हामी अपडेट गराउँदै जान्छौँ। एकजना ड्राइभर हायर गरेको छौँ, राम्रो गाडी चलाउँदो रहेछ ड्राइभरले, उसलाई राखेको छौँ मैले हामीले। पैसा चाहिँ अलिक महँगो छ उसको हो, रेट आयो अलिकति। एमएबिए ड्राइभर हो, हामी लतरो ड्राइभर राख्दैनौँ न। लो अब यहाँनिर हाम्रो सन्तोष सरले भान्सार पनि तिरिसक्यो, अब उता जानु लागि हो। भित्र चाहिँ पसेर रेकर्डिङ गर्नु दिँदैन रहेछ हो, त्यही कारण चाहिँ बाहिरैबाट रेकर्डिङ गर्दैछु। अब हामी नेपालतर्फ लाग्न आँट्यो। यो चाहिँ अस्ति आन्दोलनको इफेक्ट रहेछ, आमा जेन्जी आन्दोलनको इफेक्ट रहेछ यहाँनिर। नेपाली करेन्सी अब हामीले एक्सचेन्ज गर्दैछौँ। यहाँको चाहिँ 1000 को चाहिँ 1600 पाउँदो रहेछ। फिलहाल हामीले भन्सार चाहिँ बनाइसक्यौँ र फेरि एकपल्ट उनीहरू तिमी भन्सार अफिस गएको छ। एउटा चिज चाहिँ आज के थाहा पायो भने सधैँ हामी के गर्थ्यौँ भन्दाखेरि यहाँ कागरभित्तामा गएर हामीले त्यो के भन्छ इन्डियन करेन्सी र नेपाल करेन्सी बारुनेरो हुन्छ नि, एक्सचेन्ज गर्थ्यो क्या। नेपाल करेन्सी अब इन्डियन करेन्सी चेन्ज गर्नु पऱ्यो हामीले, एक्सचेन्ज गर्नु पऱ्यो, त्यो गर्थ्यो। अनि त्यो गर्दाखेरि चाहिँ 1000 को 20 रुपियाँ हामीलाई लिन्थ्यो। तर एउटा कुरा आज के थाहा पायो भन्दा यहाँ भन्सार अफिसमै हामीले पैसा साट्यो भने चाहिँ 1 रुपियाँ पनि तिर्नु पर्दैन रहेछ। मतलब 1000 को 1600 पाउँछ, डल्लै 1600 नै पाउँदो रहेछ नेपाल करेन्सी। इन्डियन करेन्सी 1000 को 1600। बाहिर गऱ्यो भने चाहिँ के हुन्थ्यो भन्दाखेरि 1000 रुपियाँमा 20 रुपियाँ चाहिँ इन्डियन करेन्सी, 20 रुपियाँ चाहिँ हामीले उनीहरूलाई दिनु पर्थ्यो, जुन चाहिँ अहिले चाहिँ पर्दैन रहेछ। सो अब हामी हिँड्नु आँटेको, यहाँ आउँदैछ हाम्रो साथीहरू, म देखाउँछु तपाईँहरूलाई। अब यहाँ आउनु आँट्यो। म आज बेसी बोल्दिनँ किनभने स्वर सुन्नु हुँदैछ, मेरो स्वर अलिकति ठिक छैन एन्जाइटिस भएकोले गर्दाखेरि। सो अरूले नै, सुजन भाइ, सन्तोष सरहरूले नै भ्लगिङ गर्दैछ, त्यो भिडियो गर्दैछ आजको। सो त्यसले गर्दाखेरि मेरो पैसा नआयो यहाँनिर, मैले त बेसी साटेको छैन, सबै दाजुहरूकोमै छ। मलाई आज एकदम स्पोन्सर हेऱ्यो सुजन सरकोबाट, यहाँ हाँस्दैछ बक्कु लिफाभरि पैसा साटेर राख्छु सुजन सरले। त्यो लिफा के साँच्ची पैसा हो यहाँ त जन्मे महाजन दाजुको। यहाँ उहाँ त अब एकदमै हाम्रो सबसे पैसावाला दाजु यहाँबाट हुन्छ आज खास हेर्नु न। हुन्छ भने चाहिँ हाम्रो आजको हाकिम साहब, जसले मलाई ड्राइभर पनि राखेको छ, यहाँ आउनु हुँदैछ। हेर्नुहोस् यहाँ पस्नुभयो, उता कति मम्मी पहिला पनि कति 1.5 लाख कति साटेको, आज कति 1 लाख, आज 1 लाख रुपियाँ मात्रै साटेको छ। तर अब यो सबै भाइहरूलाई पनि अब खर्च छैन यिनीहरूको हो, गरिदिनै पर्यो। त्यसले गर्दाखेरि मैले चाहिँ 1 लाख साटेर राखेको छु। अरूले चाहिँ यिनीहरूले त अब बिचराहरू 20,000 साटेको छ। त्यसले गर्दा चल्छ सबैको। ओके हुन्छ त। अब हामी हिँडेको, तपाईँलाई बाटोमा के आउँछ सुजन सरले देखाउँदै जानुहुन्छ। लु अब हामी कागरभित्ता आइपुगेको छ हो। आज हाम्रो दाजुको एकदम स्वरले गर्दाखेरि अलिक ब्लगमा यो फिडब्याकहरू त्यो गर्न सकेन। म अब यहाँदेखि उता चाहिँ मैले नै गर्दैछु। अब अहिले हामी यहाँ बिहान आएर खाजाहरू केही खाएको थिएन, त्यस खाजा घरमा आइरहेको छ, अलिअलि खाजाहरू खाने भनेर।
त्यो पनि बफ बफ मोमो बफ मोमो खाने त्यो पनि एकदम बफ मोमो कुमार दाइकोमा अनि कुमार दाइकोमा कुमार दाइ बफ मोमोको यहाँ पनि फेरि अब उसको फेभरेट किचनमै जान आँटेको छ किचनै जाँदैछ हाम्रो सन्तोष सर फेरि सधैँकै जस्तो पैसाको लाखौँको कुरा गर्दैछ सन्तोष सर बाहिर हो त्यहाँनिर लाखौँको कुरा मिलाउँदैछ अब फोन लाग्दैन भनेर हो हाम्रो प्रवर दाजु त आज क्यामेराम्यान भइरहेको छ सधैँ म हुन्थेँ आज हाम्रो क्यामेराम्यान कम ड्राइभर सबै कुरा आज प्रवर दाइ भइरहेको छ हो म झन्डै 1.5 घन्टामा कुदाएको 1.5 घन्टामा मैले 3 नम्बर गियर हाल्नु भएको छु 1 नम्बर र 2 नम्बर गियरमै जानु पर्दैछ हो त्यस्तै छ आजको यात्राको अन्त अब ड्राइभर चाहिँ हामीले राम्रो छानेर अब क्वालिफाइड ड्राइभर ल्याएको छौँ एमएबिएड हो त्यसले गर्दा मजाले चलाउँदैछ एमएबिएडको ड्राइभर दुईवटा रुम लिएको छ सो एउटा यो सुजन भाइ र मेरो यस्तो छ रुम एसी विथ एसी अर्को यहीँ ठिक्कै अपोजिटमा 204 र 205 यहाँनिर काका र त्यसमा नि काका र यहाँ हाकिम सन्तोष सर अब हामी एकछिन फ्रेस हुन्छ फ्रेस भएपछि फेरि टाउनमा घुम्नु जाने कता के रहेछ हेरेर तपाईँलाई फेरि गर्छ खाना खाएको छैन थकाली खानाको लागि अर्डर दिइरहेको छ त्यहाँ गएर खानुपर्छ ओके फेरि भेटौँ एकपल्ट फ्रेस भएर हामी यहाँनिर ढाका साडी हेर्नु टोटोमा चढ्यो ढाकाको साडी यहाँ दाइले लिएर जानु हुँदैछ हामीलाई ढाका साडीको दोकानमा धरान बजारदेखि अलिक बाहिर रहेछ र हामी टोटो लिएर जाँदैछ हामीले गाडी होटेलमै राख्यो कोही मेरो त स्वर एकदम उयो भयो कोही बोल्नै मानै छैन ढाका साडी एकदमै अनिवार्य भयो अहिले होइन त्यसले गर्दा अब ढाका साडी लिनुलाई चाहिँ हामी जाँदैछौँ हामीले कसको लागि लगिदिएको भनेको चाहिँ यहाँ सन्तोष सरको हाम्रो भाउजूलाई लगिदिएको अरू कसैको होइन यहाँनिर भाउजूले एकदम त्यहाँनिर कान समातेर भनेको छ अरे साडी आएन भने चाहिँ घर आउँदैन भनेर नभए मुखमा हान्ने हो भाउजूले हामी आइपुग्यो यहाँनिर 24 ढाका स्टोर भनेर रहेछ यहाँनिर पैसा तिर्दैछ टोटोमा हामी यहाँनिर के थियो 24 एनिवे त्यो ढाकाको साडीको त्यो दोकान आएको थियो 4-5 बोरा लैजाउँ भनेर त एउटा साडीको दाम 25,000 पर्दो रहेछ तर त्यही चिज हाम्रो माथि 2,000 देखि 3,000 भन्छ तर त्यो चिज एकदम के लिनु हुँदो रहेछ यहाँको चाहिँ तर त्यो चाहिँ 25,000मा त्यो 4-5 वटा लग्यो भने हामी घर नफर्के पनि हुन्छ त्यसले गर्दा प्लान क्यान्सल भएर फेरि हामी अर्को अटोमा चढ्यो अन्त यहाँ हाकिमले 5 वटा किन्छु भन्दै थियो हाकिम पनि लडायो अन्त 1,25,000 रहेछ 5 वटा साडीको एउटा किनौँ भनेको त 25,000 देखि 30,000 अरे तै पनि मन परेको कलर छैन त्यसले गर्दा क्यान्सल गर्ने काकाले के भन्दै थियो त्यसपछि मलाई आधी साडी हुँदा पनि अस्ति लगिहाल्यो 25,000को त ट्रिपै हो हामी इभिनिङमा एकछिन धरान बजार घुम्न निस्क्यो त्यस्तो खास त केही छैन रहेछ सो हामीले झोल मोमो देखेर सुरु होइन अन्त गर्नु आँट्यो मोमो देखेर चाहिँ अटालेर भक्कु खाएछ मैले झन् सकेँ पनि यहाँ उहाँहरूले अझै पनि खाँदैछ थप्पी खाँदैछ मिठोमा भन्दै मैले ढिलो निकाली पठाएको छु क्यामेरा कस्तो छ सर दामी छ सुजन सर दामी भ्लगिङ गर्छु भनेर मोमो खान्छ घरि सुँगुरको मासु भात खान्छ भ्लगिङ चाहिँ छैन हेर्नु यहाँ म स्वर सुकेको मान्छेलाई नै गर्नु लाउँदैछ गुड मर्निङ एभ्रिवान अब हामी यो होटेल नवयुग धरानबाट निस्किँदैछौँ धेरै टाढो हुँदै हामी धनकोटापट्टि जाने कोल्ड स्टार्ट भइरहेछ मेरो गाडी अब त्यहाँबाट क्यामेरा आइहाल्नु मेरो क्यामेरामा उनीहरूले पेमेन्ट गर्दैछ सुजन भाइहरू म गाडी निकाल्ने अब
तर हाम्रो यात्रा सुरु भयो आज फेरि धरानपट्टि धरान होइन धनकुटापट्टि तर हामी भेरेटार हुँदै हामी जान्छौँ सो हामी अहिले ठिक्कै भानुचोक क्रस गर्दैछौँ यो हो भानुचोक चाहिँ सो अब धरानको सबैभन्दा प्रतिष्ठित यस चोक हामीले चाहिँ सुनेको मात्रै अब भाइरल थुक्पा धरानको भनेर र त्यो भाइरल थुक्पालाई खोज्नु चाहिँ हामी जाँदैछौँ अहिले किनभने धरानमा आएर त्यो थुक्पा नखाइ गयो भने चाहिँ धरानको यात्रा नै विफल हुन्छ भन्ने सबैको भनाइ छ त्यसले गर्दा धरान कति हो धरान 1 मा अरे सावित्री पसल अथवा भाइरल थुक्पा हामी खोज्नु जाँदैछौँ यहाँ सर चलाउनु हुँदैछ सुजन सर अब चाहिँ लेफ्ट सही यो यस यस यही हो सावित्री पसलमा चाहिँ यहाँ बिहानको खाजाको लागि यहाँ चप बनाउनु हुँदैछ एकदम फ्रेस यहाँ बासी केही पाउँदैन है बिहान कति बजीदेखि खोल्नुहुन्छ तपाईँहरूले ए अच्छा 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 कालिम्पोङबाट आएर हामीले भाइरल दिदीको सावित्री दिदी थुक्पा खाँदैछ यहाँ छ सावित्री पसल हेर्नुहोस् यस्तो हेर्दैखेरि दामी न दामी छ यो सुजन सरको पक यहाँ भेज हो यो यहाँनिर चिकन काका चिकन खानुहुँदैछ यो के हो काका चप हो आलु चप आलु चप पनि मगाएछ काकाले कस्तो कम्बिनेसन हो बुझिन हामीले दार्जिलिङबाट कालिम्पोङबाट यति टाढो आएको छौँ हामीले चाहिँ सावित्री पसल र भाइरल थुक्पा भनेर मात्रै चिन्थ्यौँ तर सावित्री चाहिँ उहाँ हुनुहुँदो रहेछ तपाईँले कति वर्ष अगाडिदेखि सुरु गर्नुभएको थियो 12 वर्ष है यो कहिलेदेखि चाहिँ भाइरल भयो एकदमै यो त अहिले विश्वमै खिचिरहेको छ तपाईँको कतिजना इम्प्लोइ हुनुहुन्छ तपाईँहरू 8जना कमसेकम यहाँ अहिले इम्प्लोइमेन्ट पनि त तपाईँले दिनुभयो जेनेरेट गर्नुभयो विदेश पलायन हुनु परेन होइन तपाईँले कमसेकम यहीँ एउटा रोजगार दिनुभयो तपाईँलाई कस्तो लाग्छ यो सबै कुरा रमाइलो भइरहेछ है सबै साथीहरू पाइरहेको छु सबैले चिनिराख्नु भएको छ तपाईँहरू सबैले हजुर हजुर धेरै धेरै खुसी लागिरहेछ तपाईँहरू चार चारवटा आउनुहुन्छ हुन्छ हवस् थ्याङ्क यू हुन्छ यो दिदीको चाहिँ सबै थोक बिहानै उठेर यी सबै रेडी गरिसक्नु भएको रहेछ र उहाँको टिम रहेछ 8जनाको तर नेपालमा विशेष गरी इम्प्लोइमेन्टको एकदमै समस्या भएकोले गर्दा पनि दिदीले कमसेकम 8-10जनालाई यहाँ रोजगार दिन सक्नु नै मेरो एउटा म सफल भएको महसुस गर्छु भनेर दिदीले भन्नुहुँदैछ त्यो उहाँको उच्च सोचको लागि हामी पनि उहाँप्रति धन्यवाद दिन्छौँ र पेमेन्ट भइसक्यो एउटा कुरा यहाँ दामी के लाग्यो होला यस्तो भएको चल्दो रहेछ बिहानको 9 बजी हेर्नुहोस् बाइक बस्ने ठाउँ हुँदैन रहेछ एटलिस्ट हामीले चाहिँ धन्न पायो एकखेप बस्दाखेरि हामीसँग बस्दाखेरि त्यहाँ 50+ खाँदै थियो भनेपछि अब दिनभरिमा कस्तो चल्छ होला हामी त 3 मिनट्सको लागि मात्र थियौँ यहाँ 15 मिनटको लागि ल अब यहाँदेखि हामी धनकुटा भेडेटारको यात्रा हामी सुरु गर्दैछौँ अब हामी भेडेटार आइपुग्यो यी भेडेटारको गेट यहाँ भेरेटारमा स्काई वक रहेछ त्यहाँ मुनि गाइने दाइसित सन्तोष सरको ज्यामिङ हुँदैछ यस्तो ज्यामिङ हुँदैछ यहाँनिर हेर्नु है साह्रै खुसी छ सन्तोष सर डिस्को जानु पाएर स्काई वेको एन्ट्रेन्स स्काई वकको एन्ट्रेन्स यस्तो रहेछ जाँदैछौँ टिकट साथी हामीले उसमा हेर्दाखेरि पर पर्सन 500 देखेको थियो यहाँ सानो क्याफे पनि रहेछ साथै यताबाट हुनुपर्ने जाँदैछ हामी मलाई यहाँको यो लाग्यो जुत्ता चाहिँ यो चिज जुत्ताबाट बाहिर अर्को हुँदो रहेछ यहाँको मलाई चाहिँ किन बेस्ट लागेको भन्दा नि भोडी लागेको छ घरिघरि जुत्ता खोलेर लेस बान्नु टाइट गर्नु जस्तो मुस्किल काम चाहिँ मेरो लागि के होइन त्यसले गर्दा यो रहेछ यो मलाई मन पर्यो सजिलो सधैँ दाजु यतिकै कालिम्पोङ जान्छौँ भन्दैछ स्काई वक सुरु हुँदो रहेछ कस्तो छ के छ हेरौँ हो सन्तोष सर पुरा डराउँदैछ हुन त मलाई एकछिन त चिउै भयो म छु नि तिमीसँग फ्लाट्टै आइपुगेँ म त क्यामेरा हेर्दै थिएँ तल हेर्दाखेरि त यहाँ त तल चाहिँ नहेर न तर म अहिले ऐनामा उफ्रेर हेर्छु फुट्छ फुट्दैन ए अब अर्को बदमास भन्नै हुँदैन ए नगर
यस्तो बदमासहरू पनि छ यहाँ अब डर किन लाग्दैन यहाँबाट तल हेर्नुहोस् कस्तो डर लाग्दो छ यी सुजन भाइ पक्रेर हिँड्दैछ यहाँनिर यस्तो त छ अन्त पक्रेर हिँड्दैछ डर चाहिँ लाग्दैछ झरे मलाई त चिउमा भाइ यहाँबाट हेर्नुहोस् त अब्बे म त पक्रेर जान्छु भन्नु लाग्छ म त यहाँले टेक्नु चिउमा हुँदो रहेछ नि डर लाग्यो ओ डरले भाग्यो डरले भाग्यो यहाँबाट लगभग एकछिन त चिउमा हुँदो रहेछ कति फिट डाउन छोडो ए 200 फिटदेखि 250 फिट डाउन रहेछ यहाँदेखि यहाँ हेऱ्यो र यहाँ तपाईँले पर देख्नुहुँदैछ तेजमणि सर चाहिँ भागिसक्यो 200 फिट तल रहेछ यहाँनिरबाट यहाँनिर बरु यङ नानीले इन्जोय गर्दैछ हेर्न सक्नुहुन्छ यहाँबाट एउटा अनुभव यस्तो भयो अर्को भाग्यो हाम्रो यहाँ भाइ यहाँ पुगिसक्यो आठिलो भाइ चाहिँ मात्र यता त हो साइको हुँदो रहेछ नि यता त है हो पुगे उनी हेर्दा मलाई डर लाग्यो यहाँबाट हेर्नुहोस् त अन्त आमा हो उतल हेर्नु उतल हेर न तल से बाटो म गएँ मुनि हेर्नु सक्नुहुन्छ यस्तो डरलाग्दो छ तेजमणि सरले एकदम आँट गर्नु हुन्छ चाहिँ हामीलाई पनि डर लाग्यो है त्यो एकैचोटि त्यो उयो गर्नु सक्दैन हेर्नुहोस् यहाँ ए यो तिनजना चाहिँ आइपुग्यो ठुलो मुटु होइन भित्र कामदैछ यहाँनिर लु फोटो खिचिदिनु अरे म फोटो खिच्छु एकछिन सो साह्रै लामो चाहिँ मलाई पनि बस्नु मन परेन मुटु चिउँ चिउँ भयो डर चाहिँ लाग्दैछ ऐना हो फुट्नै सक्छ हेर्नुहोस् मुनि हेर्नुभयो भने साह्रै डर हुँदो रहेछ भागेको अब हामी यहाँबाट एटलिस्ट हामी आएर पस्नु चाहिँ पस्यौँ छोडा त जान्छौँ सो म यहाँबाट निस्किँदैछु काका त ऊ पर हेर्नुहोस् काका भन्छ हामी तपाईँको तेजमणि सर डरले कता आउट अफ फोकस भयो भाग्यो सो यहाँबाट चाहिँ फ्री फल पनि भेट्छ फ्री फल पनि यहाँबाट जम्पिङ क्या यो सायद बन्जी होला यहाँ थिएछ तर यो बन्द रहेछ म गर्नु पऱ्यो भने टिकट लिएको त बन्द रहेछ सो स्काई वक मात्रै तर स्काई वक पनि हेर्दै डर लाग्दो रहेछ है सुजन यहाँ बस्छ बरु यहाँ म नक्सा खिचिदिन्छु ढाँटेको होइन यो जुन चाहिँ नि स्काई वक हुनु त मैले पेलिङमा मात्रै गरेको पेलिङको केही पनि छैन होइन केही छैन मजाले महिनामा बसेर नक्सा खिच्दा पनि हुन्छ तर यो यस्तो डरलाग्दो हाइट छ मुनि हेऱ्यो भने हिँड्नै सक्दैन मैले मुनि हेरेर ट्राई गरेँ तर ठ्याक्कै सकिनँ त्यहाँदेखि चाहिँ माथि हेरेर चाहिँ मैले क्रस गरेँ सर्कल चलाएँ तर त्यसमाथि सर जस्तै चाहिँ हामी भागेन तर हामीले चाहिँ उँधो हेरेर उँभो हेरेर सबैमा हिँड्ने चाहिँ हामी नै रहेछ लास्टमा पक्रिएन ल कुद्दिन्छु भागेको मान्छे छ भाग्ने मान्छे चाहिँ उयो छ मुटु यस्तो छ नेवारहरूको नाम बदनाम गर्यो बिहानदेखि हामीले तपाईँलाई भन्दै थियौँ भेडेटार घुम्नु गएको भनेर त्यो भेडेटारको भेडा चाहिँ यहाँ छ यो दुईवटामा कुन चाहिँ हो आफै छुट्याउँछ तपाईँहरू यो एउटा भेडा हो जेसुकै होस् नाम बदनाम गर्यो है नेवारहरूको अहिले पोस्ट दिँदैछ है त्यति हाइटमा यस्तो भाग्यो त भिडियोमा सबै छ भिडियो सबै गरेछु मैले
हामी भेडेटारदेखि चाहिँ अब धनकुटापट्टि जाँदैछौँ। धनकुटा पुगेर पनि अहिले 2-3 जग्गाको नाम हामीले सुन्यौँ। हिले हेरे, हिलेदेखि माथि तिनचुरे हेरे। तर हेरौँ आज हामी गन्तव्य कहाँ हुन्छ हामीलाई थाहा छैन है। त्यसले गर्दा अहिले हामी जाँदैछौँ। अब धनकुटा जान्छौँ। धनकुटादेखि त्यहाँ होटल लिन्छौँ। त्यहाँ बसेर चाहिँ त्यहाँबाट हिले र तिनचुरे के छ कसो छ त्यहाँ पुगेर हामी गर्छौँ। तपाईँहरूलाई अपडेट गराउँदै जान्छौँ। यो चाहिँ अहिले हामी भेडेटारदेखि धनकुटा जाने बाटो। लु हामी यहाँ फेमस रहेछ। यहाँनिर उखुको जुसहरू पाउने गर्दो रहेछ हो। यहाँनिर फेमस हाम्रो यी दाजु उखुको जुस। दाजुलाई अलिक विक पनि भएको छ, चाहिएकै छ हो। इट्स भेरी गुड फर लिभर। अन्त चाहिएकै रहेछ। उखु चाहिँ यसरी काटेर प्याक गरेर यसरी बेचिँदो रहेछ। यसको कति पर्छ बहिनी? हजुर यहाँनिर छ। यतिको चाहिँ 100 रुपियाँ अरे। जय नेपाल। यो चाहिँ 100 रुपियाँमा एउटा गोटाको अरे। तर अब दुईवटा लग्यो भने चाहिँ 150 मा दिनुहुन्छ अरे। दुईवटा राम्रै हो। 150 मा यति बेसी पाउँदो रहेछ दुईवटा। ए दिनको होइन, घर चल्नु पऱ्यो नि। त्यहाँ धेरै उद्योग छ। विदेश गएर अर्काको देशमा दुःख गर्नुभन्दा त एकदम सही कुरा। उद्योगी मान्छेले विदेश जानु पर्दैन भन्ने यहाँबाट तपाईँहरूले हजुर अनि कमायो 2-3 लाख, त्योभन्दा ज्यादा हामीले डबल यहाँ कमाइसक्यो। उद्योगी मान्छेले विदेश जानु पर्दैन भन्ने उदाहरण चाहिँ तपाईँहरूले यहाँबाट दिनु हुँदैछ। आज कस्तो हो त? हाम्रो जुस आयो, निशा बहिनीको जुस टेस्ट गर्दैछु म। कस्तो छ मन भन्छु टेस्ट गरेर। अरूले टेस्ट गरेँ, म गरिदिनु लास्टमा गर्छु। ल कस्तो छ? ठ्याक्कले डिस्टर्ब गरेँ गइहालोस्। र अब आउँदा तपाईँहरूले पनि बहिनीलाई यसो याद गर्नुहोस्। बहिनीकोमा एकदमै राम्रो जुस उपलब्ध छ। मिठो रहेछ। त्यो थप्दियो मलाई बहिनीले, निशा बहिनीले पनि थप्दियो। म त अब हामी अब चाहिँ धनकुटा पस्दैछौँ। हिले चाहिँ उकालो जाँदो रहेछ। यता चाहिँ हामी धनकुटा पस्यो। अब हामी धनकुटा अब यहाँबाट 1/2 किलोमिटर होला ज्यादा से ज्यादा। धनकुटाको बाटो यस्तो छ। धनकुटा बजार जाँदैछौँ अहिले हामी। यो बाटो ड्राइभ गर्दा तपाईँलाई सर कस्तो लाग्यो? एकदम दामी। त्यो के भन्छ, इटलीको बाटोभन्दा 10 गुणा ज्यादा राम्रो। सजिलो भयो, उड्नु सक्यो, हिँड्नु सक्यो। उड्नु त होइन, सुविस्तासँग हिँड्नु सक्यो केयरफुली। धनकुटा बजार सहित हामी पस्यौँ। यस्तो रहेछ एउटा चोक है। चोक रहेछ यो। पार्किङ कहाँ गर्न सकिन्छ? हजुर यहाँ गर्दा हुन्छ। पार्किङ गर्दा हुन्छ यहाँनिर। यहाँ पार्किङ यहाँ रहेछ। धनकुटा बजार। धनकुटा बजार हामी आइपुग्यौँ। गाडीको हालत त्यस्तो भइसकेको रहेछ हाम्रो। ए साथीहरू निस्किँदैछ। यहाँ ठुलो सर पनि निस्किनु हुँदैछ। आज मैले 1000 पल्ट गाडी कुदाऊ भने मान्दै मानेन। अल्छी गऱ्यो, बुढो भएछ। म थाकेँ डल्लै बाटो कुदाएर। सबै तपाईँहरूले बुझिहाल्नुहोस् यो हावा हो भनेर हो। ए फलफुल सब्जी पसल यस्तै रहेछ धनकुटाको। यहाँ अब हामी चाहिँ मोटर स्ट्यान्डमा मात्रै उत्रेको छौँ। सायद बजार छ होला अलिक भित्र। र यो चाहिँ चोक रहेछ। यो चोकलाई चाहिँ के भन्छ त्यहाँ हामीलाई थाहा छैन। यो चोकलाई के भनिन्छ होला? हजुर धनकुटा बस पार्क रहेछ यो चाहिँ। बस पार्क भ्यू सेकुवा। यहाँ अब हामीलाई पार्किङको के भन्नु हुँदैछ? होटल राम्रो कहाँ छ भाइ? होटल पर बस्ने कर्नर जोन भाइ यो कति पर्छ? यो 100 रुपियाँ। 100 रुपियाँ? हजुर 100 रुपियाँ रहेछ यहाँ राखेको चाहिँ। अघिको चाहिँ बस स्ट्यान्ड रहेछ। अहिले चाहिँ अब हामी धनकुटा बजार पस्यौँ। सानो सानै छ बाटो, तर यहाँको शान्त वातावरण छ।
त्यस्तो चलखेल नभएको जस्तो लाग्यो। अझै त्यस्तो जग्गामा हामी पुगेको छैनौँ होला जहाँ चलखेल बेसी छ। अहिलेसम्म चाहिँ धनकुटा एकदमै शान्तै देखिँदैछ। यो चाहिँ तपाईँको हामी हिले आइपुग्यो। अघि त्यो धनकोटा आउँदाखेरि चाहिँ अलिक सानो जग्गा रहेछ। अच्छा बुझ्नु हुँदैछ, मेरो स्वर अलिक उयो छ। सो अहिले हामी हिले आइपुग्यो। यहाँ ठुलो थोङ्बाको ढुङ्ग्रोले स्वागत गर्यो। यहाँ तलबाट आज यहाँ हिलेसम्म दाजुलाई यहाँ 5,000को ड्राइभर आइहाल्छ है। 10,000को ड्राइभरले रेस्ट गर्दैछ अहिले। अलिक थाके जस्तो भएर यता आयो, तर यहाँ रोक्यो हामी। हिले चाहिँ अलिकति ठुलो रहेछ, उहाँलाई यहाँ सोध्नु पर्ला जस्तो भयो। मैले एकदमै स्वर एकदमै भाँसिएको छ, बुझेको छ कि छैन थाहा पनि छैन। मैले भन्दा उहाँलाई गर्नु भनेको थिएँ, तर उहाँ त टुरिस्ट जस्तो बस्नु भएको छ। हजुर किन सो यहाँ हामीले सोधिसक्यौँ र अब सन्तोष सर के भयो अलिक भनिदिनुहोस् त, के भयो अरे भन्नुहोस् त। यहाँ त्यस्तो घुम्ने ठाउँ केही पनि छैन अरे। 5 किलोमिटर माथि गएपछि चियापत्तीको बुट्टाहरू छ अरे, त्यो हामीले देखेकै हो। अन्त त्यहाँ चाहिँ सबभन्दा बेस्ट होटेलहरू, त्यहाँ गएर पहिला खाना खाउँ हो, त्यहाँदेखि चाहिँ सल्लाह गरौँ। के नाम, होटेल नाम के छ? हजुर होटेल नाम के छ सोध्नु भयो? हजुर होटेलको नाम के छ सोध्नुहोस् न। उयो हेर होइन अच्छा ल, यहाँनिर कुन चाहिँ होटेल रहेछ त्यहाँ खाना राम्रो पाउँछ अरे। त्यो खाएर एकछिन बाहिर निस्केर जिउ अलिक तन्काएर खुट्टा तन्काएर त्यहाँ फेरि धरा नै झर्ने भयो। किन केही पनि छैन रहेछ। मैले हिजो तर भनेको थिएँ नजाउँ के अरे धनकोटातिर नजाउँ, हिले नजाउँ, केही छैन भनेको थिएँ। आनेन, यही बुढो हो 5,000 ड्राइभर है। अब एउटै बरु यहीँ ढुक्कै छ, बोल्दैन पनि, ठस्सै बस्छ। जहाँ लग्यो पनि लैजा भन्छ, उसलाई कम्प्लेन पनि छैन, केही बोलिहाल्छ छैन। मेरो बदली तिमी बोल्छौ अन्त बेसी बोलेर स्वर सुकेको। हाम्रो खाना चाहिँ हिले काली थकाली सुनेको कि थकालीले यतापट्टि थकाली खाना चाहिँ ल्याएर तर लेकाली भनेर रहेछ कुनै के हो। यस्तो सोचेर आएको थियो, तर खै चारैपल्ट सुनसान, यस्तो सुनसान भयो कि हाम्रो भाइको अनुहारधरि सुनसान टाइप भइरहेको छ। अहिले हाँस्दैछ, क्यामेरा देख्न हाँसिरहेको छ। के भयो उदास टाइपको भयो है, यो होला होइन। कुन चाहिँ हो जिन्दगी यस्तो भएर कस्तो एकदम उदास टाइपको कतापट्टि हो? कहाँ कता गयो? कहाँ खानामा छिट्टो बस। ड्राइभ गरेर चाहिँ यसो सुत्नु आएको रहेछ यहाँ। हिजोदेखि मैले भनेको थिएँ नजाउँ हो भनेर, चम्किने यही बुढा होइन। म चाहिँ चम्किएको होइन, चम्केको अहिले यस्तो सुत्दैछ अहिले। उहाँ त अबोला, उहाँ बोल्ने होइन, नबोली जित्ने हो। केही न केही चाहिँ लुकाएको छैन, हेर्नुहोस् केही न केही चाहिँ लुकाएको छ। हामी झन्डै 7 बजी चाहिँ यहाँ इटली आइपुग्यो। आज हामी धरान बसेन, सिधै लिएर आएँ मैले। र यहाँनिर एउटा बरन्डा भन्ने होटल रहेछ, मैले अघि नै रुम टुर दिनु सकिनँ। अलिक फ्रेस भएर यो मेरो किनभने ब्याट्री लो भएको थियो। सो यस्तो छ हाम्रो बेड, यो सिमिलर रुम उतापट्टि पनि छ, 2जना त्यहाँ बसेको छ। बाथरुम पनि देखाइदिन्छु। बाथरुम यस्तो छ, भर्खर नयाँ निस्केको म। यहाँ सावर छ, यहाँनिर बेसिनहरू छ। यो त के देखाउनु परेन। राम्रो चिज चाहिँ रुमबाट के छ भने नि, यो बरन्डा एट्याच छ क्या, यो यसरी खोलिँदो रहेछ। र यहाँबाट चाहिँ तपाईँले पुरा इटली सहर, यो इटली सहर हेर्न सक्नुहुन्छ। म 360 गर्नु कोसिस गर्छु। यो इटली सहर अहिले यो हामी यो देख्दै गरेको बाटो, यो धरान पस्ने बाटो हो। यहाँ अगाडि ट्राफिक छ यतापट्टि, एउटा भित्र पस्नु सिधै गयो भने काठमाडौँपट्टि धुलीखेल हुँदै जानु पऱ्यो अलिक अगाडिबाट। र यो सिधै चाहिँ धरान पुग्छ। र पारि देख्दै गरेको चाहिँ धरान हो, धरानपट्टि पर्छ। पारि लाइटहरू जुन देख्दैछ, अब यो देखेको छैन क्यामेरामा। मेरो अर्को आइफोनको ब्याट्री डेड भइरहेको छ, सो मैले चार्जमा हालेको छु। र यस्तो छ यहाँनिर, यहाँ अगाडि पनि पुरै होटेलहरू रहेछ यहाँनिर, यस्तो छ। सो मेरो रुममा लाँदैछु फेरि। मेरो अर्को फोन यहाँ चार्ज हुँदैछ। यो आइफोन मैले हिजोदेखि मतलब बिहानदेखिकै युज गरेँ, यसमै भ्लगिङ गर्दै थिएँ। यसको ब्याट्री नै डाउन भएछ। अब यसमा कतिको आउँछ, यो अर्को आइफोन हो, दुइटै बोकेको थिएँ मैले। मेरो स्वरकै प्रब्लम छ, मैले नबोलौँ भनेको, तर कहाँ भाइहरू बोल्नु अलिअलि त बोल्यो, सन्तोष सर भाइहरू बोलेकै छ।
सम्म भिडियो भोलि हामी कालिम्पोङ फर्किने हो सो म भोलि अब फर्किँदाको अलिकति भिडियो हालेर म यसलाई काकर भित्तामा चाहिँ एन्ड गर्छु गुड मर्निङ एभ्रिवान हजुर अब हामी यहाँबाट पनि निस्किने यस्तो त्यो बाहिर रुम खिचेन मैले अहिले कति बज्यो 9:15 भयो अब हामी काकरभित्र यानि कालिम्पोङ सिधै फर्किन्छ यहाँबाट होटल चेकअप गरेर अब हामीले अब सायद म भिडियोलाई बन्द पनि गर्छु यहाँ गर्छु या काकरभित्रमा गर्छु सन्तोष सरको बोल्नु डल्लै छ अहिले त्यसले गर्दा बन्द गरौँ भने चाहिँ पछाडि रहेको त्यसो मार्छ होला सिस्टम राम्रो छ के यहाँ छौ राम्रो कुरो चाहिँ के भयो भन्दाखेरि हाम्रो 1 फ्लोरमा के अरे रुम थियो रिसेप्सन चाहिँ थियो 4th फ्लोरमा त्यहाँदेखि मुनि 3210 चाहिँ तपाईँको यो प्लाजा जस्तो रहेछ त्यहाँनिर दोकानहरू पुरा छ हामी सिधै 8 नम्बर 0 थिचेर ग्राउन्डबाट निक्लिन अलिकति हामीलाई खेत थियो मार थियो त्यो सबै गटुट गर्ने चाहिँ सन्तोष सर सबै गटुट गर्ने चाहिँ यहाँनिर पेमेन्ट नगरिकन भाग्नु आँटेको थियो तपाईँको 4th फ्लोरमा चाहिँ हाम्रो रिसेप्सन थियो अनि यहाँ मार्थ्यो हामीलाई अहिले त्यत्तिकै जाँदै थियो हामीले यहाँ बहिनी कति राम्रो हुन्छ हामीलाई मार्थ्यो नि अनि बिलिङ गर्दैछ अब यहाँबाट निस्किने भए पनि बिलिङ बेसी भएन जस्तो राम्रो होटल थियो 3 स्टार होटल हेरिराख्नुहोस् सर्भिस पनि राम्रो छ यो ठिक्कै इटलीको चोकमै छ जो कुनै दिन यो बाटोमा पऱ्यो भने तपाईँहरू आउनु सक्नुहुन्छ राति पनि तपाईँलाई चेक इन गर्नु दिँदो रहेछ अन्त हामी 7 बजी चेक इन गरेको सो अब हाम्रो पेमेन्ट भएपछि हामी यहाँ छिट्टै कालिम्पोङतर्फ लाग्ने आज मेरो माध्यमिक पेपर कलेक्सन पनि छ सो त्यसले गर्दा मैले सबैलाई हताराएर चाहिँ हिँडाएको पेमेन्ट भयो प्रेस गर्नु नि 10 नम्बरमा टोटल कति पेमेन्ट भयो कति लाग्यो टोटल 5000 होइन इन्डियन करेन्सी 5000 होइन ठिकै छ सस्तो छ मैले तपाईँहरूलाई भनिहालेँ फेरि हेर्नुहोस् एकपल्ट होटल बरान्डा राम्रो छ एउटै चिज मात्रै रहेछ 8 तलामा पनि 100 जस्तो मच्छरले मलाई राखी टोक्यो यो अब 3rd फ्लोरमा त फेरि थ्रेटर पनि छ थ्रेटर पिक्चर हेर्दा हुन्छ हामीले चाहिँ अब भ्याइएन समय कम्ती भएकोले गर्दा एकपल्ट देखाउँछु तपाईँलाई यो होटलको मुनि चाहिँ यस्तो छ 4 तलादेखि चाहिँ स्टार्ट छ अर्को मुनि 0 to 3 सम्म चाहिँ यस्तो खालको दोकानहरू रहेछ सो बाहिर एक्जिट हो है म तपाईँलाई देखाइदिन्छु ठिक्कै कहाँनिर हो बिलको त्यो देखो है भाइ यहाँलाई ठिक्कै म तपाईँलाई देखाइदिन्छु यहाँ सक्कै यहाँ चोक छ इटली चोक त्यसको यहाँनिर चाहिँ बनाउन यो अहिले कुनै के कलरहरू गर्दा चाहिँ सक्नुहुन्छ यो चोक हो उता सिधै गम नेपाल यताभित्र पस्यो भने धरान ए बाटोमा आउँदा आउँदै एउटा टोटो खसेको रहेछ हाम्रो मुटु कस्तो ठुलो छ है मद्दतको लागि गाडी यहाँ रोकेर आउने खेल्न थालिहाल्यो म त भिडियो बनाउला जस्तो भयो निकाल्यो अन्त निकाली छाडी मैले हेरेको मात्रै टोटो निस्क्यो के भयो झऱ्यो आफै झऱ्यो बग्यो ए भन्न लागेन रहेछ खै त्यस्तो त केही लागेन रहेछ ठिकै छ तान्दियो यो मान्छे एकदमै बिचरालाई दयावान परेको बेलामा हामीले गाडी रोकेर आएर भए पनि सेवा चाहिँ गर्ने भावना चाहिँ छ हाम्रोमा हुन त डाकु जस्तो बेहोरा भयो भने सेवा गर्छ वाल्मिकी पनि एक समय डाकु नै थियो हाम्रो वाल्मिकी यही हो र फाइनली हामी इन्डियापट्टि पस्यौँ सिलिगुडीतर्फ र यहाँदेखिको हाम्रो चालक ड्राइभर दाजु पनि चेन्ज भयो म अलिक थकावट महसुस गर्दै गएँ त्यसले गर्दाखेरि सन्तोष सर फेरि ड्राइभिङ सिटमा र यहाँदेखि चाहिँ अब तपाईँको म यो ब्लगलाई एन्ड पनि गर्छु हुन त मैले बिचमा खिच्नु पाएन एउटा त म ड्राइभ गर्दै थिएँ अर्को तपाईँको के भन्छ ब्याट्री पनि लो भएको थियो सो काकरभित्रमा आएर खाना खायो सरले 1-2 सपिङ गर्नुभयो र अब हामी
सिलियाबाट निस्किँदैछ ठिक्कै यहाँनिर टोल यो याद गर्नु होला टोलमा पनि हामी आइपुग्यौँ सो म यो भ्लगलाई यहीँ एन्ड गर्दछु आशा छ तपाईँहरूले लाइक सेयर कमेन्ट गरिदिनुहुन्छ भनेर सो धन्यवाद र यो भिडियोलाई म फेसबुक युट्युब दुईपट्टि नै हाल्छु दुईपट्टि लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् थ्याङ्क यू सो मच बाई बाई लु सबै बाई 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 बाई